कार्यक्रम यस्तो ठुलो अनुष्ठान सम्झेर पूजा गर्नुपर्छ भनेपछि कतिको शिक्षक कतिको तपाईँहरू सिरियस हुनु पर्यो सबैलाई ओम श्री साईराम। अब आफ्नो कस्तो हुनु पर्यो यो सानो लेसन चाहिँ फेरि आमाहरूको लागि र यो मैले छोटो पूजा गरेर फेरि भरेदेखि नटेर्ने चाहिँ त्यो चाहिँ तपाईँहरूले सोच्नु मेरो नानीहरूलाई पनि भयो होला लेसन है। अब हामीले यसलाई टाइमलाई वेस्ट जग्गा राख्नुहोस् भने क्या तपाईँहरू हामीले यो कार्यक्रम हाम्रो साङ्गेटा सानोमा टप लाइनमा भन्नुहोस् न एकदमै अनसर्टेन तपाईँहरूलाई पनि थाहा छ नि त्यसले गर्दा हामीले हिजोसम्म पनि केही डिसाइडै गर्नु सक्यौँ ठाउँमा है हामीले गरिरहेकै हुनु तर लगातार हामीले 2 वर्ष बाटोहरू ठिक छैन अहिले सानसानो नानी तपाईँहरू है एडजस्ट गरेर किनभने नानीहरू किन्नुहुन्छ होला यता त्यता के हुन्छ सुरु गर्न राखेको छौँ है। र सामग्रीहरू त तपाईँहरूकोमा के हो अघि नै भनिहाल्नु दियो त सबैले दियो नानीहरू आफैले बाल्नु सकेन भने आमाहरूले माचिसबाट हाम्रो भाइ बहिनीहरूले पनि अलिकति हेरिदिनु होला आरती गर्नु सक्नुहुन्छ ल नघुम्नुहोस् उभिएर नघुम्नु भगवानको पूजा गर्दा हामी कतिको सिरियसनेस हुन्छ दियो धुप 2-4 बालिसक्नुभयो भने त्यहीँ राख्नुहोस् बहिनी त्यहीँ प्लेट राख्नुहोस् है त्यता अब 3 पल्ट आमाहरू कोरिएको यसो गर्नु न अब बिस्तारै राख्नुहोस् 3 पल्ट भयो आमाहरूको आरती गर्नुभयो राख्नुहोस् अब प्लेट बिस्तारै भुइँमा राख्नुहोस् हेरेर भयो सबैले त्यसो गर्नुभयो 2टा प्लेट थियो नि त है भोकेन भन्नु त एउटा त राख्नु पर्यो नि त खुट्टा अब ल्याउनु भएको छैन भने के छैन अरे पूजा गरिदिन्छ नि ल हात जोड्नुहोस् न जो जसले ल्याउनु भएको छ एक्स्ट्रा फाल्टो प्लेट मैला हुन्छ अलिकति जस्तो आमाहरूको पाउ आमाहरूको बाबाहरूको खुट्टा अलिकति चाउले अलिकति पूजा गरेको आमाहरूको छोरी नानीले बाबाको त्यो खुट्टाहरू नगाउनुहोस् पूजामा यदि छोरी नानी अनि बाबा आउनु भएको छ भने त्यो हल्दी बाबाको हातमा लगाइदिनुहोस् खुट्टामा होइन हातमा लगाइदिनुहोस् बस्दै गर्नुहोस् ल अब गरिदिनु भयो है हल्दी पनि लगाइदिनु भयो अब साइडमा हाम्रो विभूति छ विभूति लगाइदिनुहोस् नि खासमा नि हामीले एले लाउनु पर्यो नि बुढी आउनाले भयो नानीहरूले विभूति लगाइदिनु भयो अब सबैजनाले आफ्नो नानीहरूलाई यसरी मजाले मनबाट है बाहिर हातबाट मात्रै होइन एकदम हृदयबाट हुनु त आफ्नो माता पिताले जहिले पनि आशीर्वाद दिइरहेकै हुन्छ नि आफ्नो नानीहरूलाई राम्रो होस् आफ्नो नानीहरू सद्बुद्धि जहिले पनि हामी स्वामीले देखाउनु भएको बाटोमा हाम्रो प्यारो भगवान स्वामीले देखाउनु भएको बाटोमा हिँड्न सकौँ हामी तर होसियार न त्यो दियोमा त्यो खदाहरूको टुप्पोले भेट्छ आमाहरू होसियार भइदिनु पर्यो लगाइदिनु भयो लगाइदिनु भयो ल आमालाई लगाइदेऊ भयो है दियोहरूमा भेट्छ है ल भयो भयो है अब हामी अन्तमा आयो अब अन्तमा चाहिँ अघि भने जस्तो कति नानीहरूले अब नानीहरूले यस्तो माया गरेर तपाईँहरूलाई खुवाउँदैछ है सानो खुवाइदिनु न तपाईँहरूले भयो एकपल्ट फेरि हामी आफ्नो आफ्नो नानीहरूलाई आशीर्वाद दिउँ ल राम्रोसँगले यहाँहरू जहिले पनि त्यो भगवान्ले देखाउनु भएको बाटोमा र राम्रो मान्छे होस् मेरो नानी असल मानव होस् भनेर चाहिँ आशीर्वाद दिनु हामीलाई स्वामीले सधैँभरि आशीर्वाद दिइरहन् यसरी नै हामीलाई सधैँभरि स्वामी मार्ग देखाउन् र सबैको जीवन एकदम खुसियाली तपाईँहरू जहिले पनि हेल्दी रहनुहोस् खुसी रहनुहोस् यही कामना राख्दै तपाईँहरूलाई धेरै धेरै बधाई र पछिबाट आउनुभएका हाम्रो जति पनि आमा बाबा नानीहरू हुनुहुन्छ हामी फेरि गर्छौँ ल र
सके